आज एकदम खुसी लागेको कुरा के भने साथीले एकदम राम्रो लक्ष्मीप्रसाद देवकोटाको बारेमा भन्नुभयो। अनि हाम्रो बहिनी सानी छोरी उहाँले अङ्ग्रेजीमा कविता भन्नुभयो। म बुवा आमालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, उहाँको बुवा आमालाई। र हाम्रो विजेन्द्र, मैले विजेन्द्रलाई मैले अघि टेक्स्ट गरिरहेको थिएँ जान्छ कि भनेर। त्यो विजेन्द्रलाई हामीले किन अरूसँग छुट दिइरहेको, अबदेखि उसलाई चाहिँ कम्पोजरी बनाउनु पर्यो कि आउनु पर्यो क्या यो प्रोग्राममा। कुनै पनि साहित्यकारको बारेमा यति जानकारी राख्ने मान्छे साहित्यबाट टाढा हुन्छ भन्ने मलाई लाग्दैन। त्यही भएर अबका दिनदेखि हरेक कार्यक्रममा विजेन्द्रलाई यसरी नै देख्न पाइयो। म लामो जान गरिकन म मेरो कवितातिर जान्छु। कविता अघि गाउँघरका कुरा आए, तिहारका कुरा आए, धेरै कुराहरू आए। गाउँघरकै कुरामा मेरो घर गोर्खाको पुर्थोक भन्ने गाउँमा पर्छ। मैले यहीँबाट सुरु गर्न चाहे। स्मृतिमा ताजै छन् है पुर्थोकका पाखाहरू, स्मृतिमा ताजै छन् है पुर्थोकका पाखाहरू, मादलको ताल अनि लोधी घरका भाकाहरू, शिरशिर बतास देउरालीको भन्ज्याङ पार्टी अनि हेरा हेर्नै लजाउने गाजलुती आँखा। यो चाहिँ मैले तपाईँहरूलाई मेरो गाउँको बारेमा मात्र भनेको। मेरो कविताको शीर्षक छ जमदार ज्वाइँ खुवाए। यो कविता खास जमदार ज्वाइँ भन्ने पात्र मेरो घरमा, म सानो हुँदा मेरो घरमा सहयोग रुमाउँछु। सम्भवतः उहाँले जमदारको छोरी बिहा गर्नुभएको थियो। त्यो भएर हामी सबैले, मलाई उहाँको नाम थाहा छैन, हामी सबैले उहाँलाई जमदार ज्वाइँ भनेर चिन्थ्यौँ, सहयोग गर्नुहुन्थ्यो। उहाँका छोराछोरीहरू मेरा साथीहरू थिए। मलाई अहिले थाहा छैन, लगभग धेरै वर्ष अगाडिको कुरा हो। उनीहरू कहाँ छन् मलाई थाहा छैन। म उहाँकै बारेमा, उहाँको बारेमा भन्दा पनि त्यो वर्गको मान्छेले जिन्दगी कसरी जिएको छ भनेर मैले एउटा सानो कविता लेखेको छु। कविता छन्दमा छ, साधु विपरीत छन्दमा। म त्यही कवितालाई वाचन गर्न चाहन्छु। जमदार ज्वाइँ खुवाए। गेडो अन्न नहाली आज मुखमा छोरो निदायो जब, आँखाका दिलमा भरिन्छ जलती सकिन्न रोक्नै अब। बाँच्ने हो कसरी कसेर पटुकी, खाली छ पेट दिन दिन, सँगसँगै रवि ज्योतिता पनि सधैँ गाह्रो छ जीवन किन। तातो घाम भुलाई मेघर झरी, बाढी र पहिरो अनि जाडो केही नभनेर रात दिन नै सङ्घर्ष गर्दा पनि, भोगटार नै परिवारको सकसबो, छानो उधङ्गो अझै, खोटो भाग्य लिएर कोही नजरोस् यो मर्त्य लोकमा मजै। खोटो भाग्य लिएर कोही नजरोस् यो मर्त्य लोकमा मजै। प्रियाको गुनियो नफेर्न सकियो, फाटेछ चाम्रो शरीर, वस्त्र होइन फाटिएछ अभिमान मेरो नजोड्ने गरी। मात्रै नै यतिमै कहाँ सकिनु हो मेरो अभागीपन, हे ईश्वर तबता म कालो कपडा वा प्रियसीको मन। मेरो जीवन सबहरू बैलको साक्षी भएरै गयो, बाँझो खेत कुनार छेउ धरतीको खोस्रदैमा गयो। मेरो कर्म बनेर अमृत रसै बाँच्दैछ संसार यो, भोकै जोतन हार चाहिँ जगतमा कुन लोकको न्याय हो। हुर्के कि तनया, मैले यो तनया भनेको छोरी हो। हुर्के कि तनया बडा दुःख दिने, बन्दैछ घाउ अनि भोलि आगन भेटिएन बरलो छोरी बिरा गर्न नि। छोरोको फिस तिर्न नै नसकियो, पुस्तक पुरानो भयो, लक्ष्मीको नहुँदा कृपा असिनीको दैलो बिरानो भयो। के लेखिस् र निधारमा भगवान,
नाता हरायो कहाँ, मैले किन्नु छ अभावमा परहुने सम्बन्ध आफ्नो यहाँ। छटपटी मनमा अहो किन हरे, लाग्दैछ यो हर पल, मेरो भाग्य निचोरिँदा बगिरहे नारायणी माझ। मेरो भाग्य निचोरिँदा बगिरहे नारायणी माझ। धन्यवाद।